अस्ति मलाई एक दुईजना हाम्रो ड्राइभर दाजुभाइहरूले मेसेन्जरमा मेसेज गरेको थियो, अमित दा यो सुबुकको तेर्सोमा चाहिँ यत्रो ब्यारिकेडहरू चाहिँ किन लगाएको पुलिसले भनेर सोध्नु हुँदै थियो। मलाई आज बिहान एउटा मेसेन्जरमा भिडियो पठाएको रहेछ। मैले भर्खरै हेरेँ, त्यो भिडियो चाहिँ एकजना हाम्रो ट्रक ड्राइभर भाइले बनाएको रहेछ। तपाईँहरूले पनि हेर्नुहोस् न यो भिडियो। के भएर यहाँ पुरा जाम भएछ साथीभाइ, पुरा जाम भयो। यो टिप्परले चाहिँ सानो गाडी पर कुदेर यसको नम्बर रहेछ टिप्पर चाहिँ ल्याङ फ्याङ भएछ नि बुढेर त। ल्याङ फ्याङ भयो त। यस्तो अवस्था भएछ अहिले भर्खरै साथीभाइ, टिप्पर त छिरिसकेको छ नि। यस्तो अवस्था भएछ ल्याङ फ्याङ। तपाईँहरूले हेर्नुभयो होला भिडियो, एउटा बोलेरो गाडी एउटा टिप्पर गाडी ठोकिरहेको छ। जहाँनिर ठोकेको छ त्यहाँनिर ब्यारिकेड छ। को पहिला छिर्ने त्यो ब्यारिकेडमा, अन्त दुईजनाले कन्ट्रोल गर्नु नसक्दा चाहिँ एक्सिडेन्ट भएको। ठुलो गाडीको ड्राइभर दाजुभाइ होस् या सानो गाडीको ड्राइभर दाजुभाइ होस्, तपाईँहरूले नि गाडी आरामले कुदाउनुहोस्। तपाईँहरूको घरमा पनि फ्यामिली छ, बुढी नानी छ, पर्खिरहेको हुन्छ घरमा बेलुका फर्केर आउँछ भनेर। आरामले कुदाउनुहोस् गाडी। तपाईँले जति नै मालिकलाई कमाएर दिनुहोस्, तपाईँले डबल ट्रिप गर्नुहोस्, तपाईँलाई मालिकले मेडल लगाइदिँदैन नि। एकपल्टको जिन्दगी हो, आरामले गाडी कुदाउनुहोस्। तपाईँहरूको घरमा पनि फ्यामिली छ है।